हिजो रसुवाबाट सुरु भएको विनाशकारी बाढीले नेपाललाई स्तब्ध बनाएको थियो। तर दोस्रो दिन अर्थात् आज बिहिबार यो विपदको वास्तविक आकार झन् भयावह रूपमा बाहिर आउन थालेको छ। हिजो बाढीले के कति क्षति पुर्यायो भन्ने यकिन हुन नसकिरहेको अवस्थामा आज दिनभरि उद्धार, शव खोजी, सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन, उपचार र राहतका कामसँगै क्षतिको तस्बिर बिस्तारै स्पष्ट हुँदै गएको छ। चीनतर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ सहित भोटेकोशी, तिर्सुली र त्यसपछि नारायणी नदीका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। अब यो केवल एउटा जिल्लाको विपद रहेन, यो धेरै जिल्लामा फैलिएको राष्ट्रिय सङ्कट बनेको छ। आज बिहान उद्धार कार्यकर्तालाई तीव्र बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिए। सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको टिमुरे, मैलुङ्गाबाट बिहानै 105 जनाको हवाई उद्धार गरिएको जानकारी आयो। टिमुरेबाट मात्रै 15 जना विदेशी नागरिक सहित 98 जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो भने निर्माणाधीन तिर्सुली 2 जलविद्युत आयोजनाको मौलुङ टनेलबाट थप 7 जनाको उद्धार गरिएको थियो। यसले बाढीपछि अझै जोखिमपूर्ण स्थानमा ठूलो संख्यामा मानिस फसेका थिए भन्ने देखाउँछ। समग्रमा राज्यका सुरक्षा संयन्त्रलाई ठूलो मात्रामा परिचालन गरिएको छ। गृह प्रशासनका अनुसार प्राविधिक क्षेत्रमा 13,195 सुरक्षाकर्मी खटिएका छन्। नेपाल प्रहरीका 7,250, नेपाली सेनाका 4,200 र सशस्त्र प्रहरीका 1,884 जनाले प्रत्यक्ष रूपमा उद्धार, खोज, शव व्यवस्थापन तथा राहतको काम गरिरहेका छन्। सडक सञ्चालन अवरुद्ध भएका कारण कतिपय स्थानमा पैदल र कतिपय स्थानमा हवाई मार्ग प्रयोग गर्नु परेको छ। नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरले 69 पटक उडान गरेर 351 जनालाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित स्थानमा पुर्याएको विवरण आएको छ। तर उद्धारको तस्बिरसँगै मानवीय क्षतिको संख्या पनि लगातार बढ्दै गएको छ। बिहिबार बिहान 11 बजेसम्मको विवरणमा 165 जनाको शव फेला परेको थियो। केही घण्टापछि त्यही संख्या 177 पुगेको रिपोर्ट आयो। त्यसपछि साँझ 6:20 सम्म राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 359 जनाको शव फेला पारेको जानकारी दियो र राति 9 बजेसम्म नेपाल प्रहरी 389 वटा शव फेला पारिसकेको जनाएको छ। पछिल्लो प्रहरी विवरण अनुसार चितवनमा 137, नवलपरासी पूर्वमा 87, धादिङमा 33, गोर्खामा 32, नुवाकोटमा 28, तनहुमा 28, नवलपरासीमा 27 र रसुवामा 27 जनाको शव फेला परेको छ। यो तथ्याङ्कले बाढीको प्रभाव रसुवाभन्दा धेरै तलसम्म पुगेको र नदीले बगाएर ल्याएका शवहरू पनि डाउनस्ट्रिम क्षेत्रमा फेला परिरहेको देखाउँछ। तर मृत्युको संख्या मात्र यस विपदको वास्तविक पीडा होइन, अझ ठूलो चिन्ताको विषय हो सम्पर्कविहीन मानिसहरूको संख्या। बिहिबार साँझ 6:20 सम्मको विवरण अनुसार 910 जना मानिस अझै बेपत्ता वा सम्पर्कविहीन रहेको जानकारी आएको छ। ती मध्ये रसुवाका 161 जना र नुवाकोटका 1 जना रहेका छन्। यसबाहेक भन्सार कार्यालयका 15 जना, सशस्त्र प्रहरी बलका 13 जना, अध्यागमन कार्यालयका 4 जना, नेपाली प्रहरीका 28 जना र नेपाली सेनाका 44 जना कर्मचारी तथा सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको विवरण छ। अर्थात् आजको दिन पनि सयौं परिवार आफ्ना आफन्तको एउटा फोन, एउटा खबर, एउटा आशाको प्रतीक्षामा छन्। विदेशी नागरिकको अवस्था पनि उत्तिकै चिन्ताजनक छ। नेपाल पर्यटन बोर्डको बिहिबार विवरण अनुसार बाढीमा परेर सम्पर्कविहीन हुने पर्यटकहरूको संख्या 644 पुगेको छ। तीमध्ये भारतका 187, नेपालका 127, अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51 र अस्ट्रेलियाका 35 जना छन्। भारतको विदेश मन्त्रालयले पनि 288 जना भारतीय नागरिक सम्पर्कविहीन रहेको र 21 जनाको उद्धार भएको जनाएको छ। यसमा तिर्सुली 1 जलविद्युत आयोजनामा कार्यरत कर्मचारीदेखि विभिन्न राज्यका तीर्थयात्री र अन्य समूहका मानिसहरू समेत छन्। प्रभावित क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले सम्पर्क कायम गर्न नसक्नु र खोजी उद्धारका लागि थप चुनौती बनेको छ। मानवीय पीडाको अर्को गहिरो तस्बिर अस्पतालहरूमा देखिएको छ। आज राजधानीका प्रमुख अस्पतालहरूमा दर्जनौं घाइतेहरू उपचाररत छन्। ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल र वीर अस्पतालमा मात्रै 55 जना घाइते उपचाररत रहेको एउटा अपडेट आएको थियो, जसमध्ये टिचिङ अस्पतालमा उपचाररत 1 जनाको मृत्यु भएको जानकारी पनि सार्वजनिक भयो। अर्कोतर्फ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विवरण अनुसार बाढी प्रभावित मध्ये 136 जना घाइते अस्पतालमा उपचारका लागि पुगेका थिए। ती मध्ये 48 जना उपचारपछि घर फर्किएका छन्। 72 जना अझै उपचाररत छन् र 14 जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ। बाढीका कारण उपचारको क्रममा वा अस्पताल ल्याउँदा 2 जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। अस्पताल पुगेका सबै घाइते मात्र यहाँको कथा होइनन्। त्रिवी शिक्षण अस्पतालमा आफन्तको खोजीमा पुगेका परिवारहरूले बेपत्ता मानिसहरूको तस्बिर अस्पतालका भित्तामा टाँसिरहेका छन्। कसैको हातमा आफन्तको फोटो छ, कसैको आँखामा आँसु छ, अनि कसैको मनमा अझै पनि एउटा आशा, सायद फोन आउँछ, सायद उही जीवित भेटिनुहुन्छ। अस्पताल अहिले उपचार केन्द्र मात्र होइन, हराएका मानिसलाई खोजिरहेका परिवारको प्रतीक्षा स्थल पनि बनिरहेको छ। यही बीच लाङटाङ हाइड्रो पावरमा कार्यरत 18 जना कामदार बगर्मी अलपत्र परेको खबरले उद्धारको कठिनाई पनि देखाएको छ। उनीहरू बाढीबाट जोगिन सुरुङभित्र पुगेका थिए। करिब 4 घण्टासम्म सुरुङमा फसेपछि बाहिर निस्किन सफल भए पनि सुरक्षित स्थानमा पुग्न नसकेर हेलिकप्टरको पर्खाइमा बसेका थिए। एक कामदार गम्भीर घाइते भएको र हेलिकप्टर आउँदा रातो कपडा देखाएर संकेत गरे तापनि तत्काल उद्धार हुन नसकेको उनीहरूको भनाइ छ। यस विपदको आर्थिक र पूर्वाधारतर्फको क्षति पनि क्रमशः उजागर हुँदैछ। बाढीका कारण विद्युत उत्पादन, प्रशासन र वितरणका महत्त्वपूर्ण संरचनामा क्षति पुगेको छ। तिर्सुली 3 बी हबको 220 केबी सबस्टेसन पूर्ण रूपमा
क्षतिग्रस्त भएको अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय विद्युत प्रणालीलाई स्थिर राखिरहेको जनाएको छ। करिब 2930 मेगावाटको प्रणाली पिक लोड सन्तुलन रूपमा व्यवस्थापन भइरहेको र काठमाडौँको करिब 590 मेगावाट पिक लोड धानिएको बताइएको छ। भारततर्फ भइरहेको करिब 620 मेगावाट विद्युत निर्यात समेत जारी रहेको जानकारी दिएको छ। अब राहत र पुनर्स्थापनातर्फ पनि आजबाट ठूलो तयारी सुरु भएको देखिन्छ। सरकारले उद्धार उपचार राहत र पुनर्स्थापनाका लागि 12 वटा छुट्टा छुट्टै टोली गठन गरेको छ। सञ्चार सेवा नभएका ठाउँमा सञ्चार पुनर्स्थापना गर्न छुट्टै टोली, विद्युत सेवा पुनर्स्थापनाका लागि अर्को टोली लगायतका संयन्त्र बनाइएको छ। यसको अर्थ विपदको पहिलो चरणमा उद्धारसँगै अब राज्य पुनर्स्थापनाको तयारीमा पनि प्रवेश गरिरहेको छ। राहतका लागि सरकारी कोषमा सहयोग आउने क्रम पनि तीव्र भएको छ। पछिल्लो 6 घण्टामा मात्रै विभिन्न दाताहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 27 करोड 33 लाख रुपियाँ प्राप्त भएको विवरण सार्वजनिक भएको छ। सरकारी कर्मचारीको तलबबाट पनि निश्चित दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ, जसबाट संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड रुपियाँ योगदान हुने अनुमान गरिएको छ। निजी क्षेत्र र विभिन्न संस्थाहरूले पनि सहयोग घोषणा गरेका छन्। तिलगङ्गा आँखा प्रतिष्ठानले 1 करोड 1 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ र प्रभावित क्षेत्रमा निशुल्क आँखा उपचारका टोली परिचालन गर्ने जनाएको छ। रेड बुलले 2 करोड रुपियाँ सहयोग गरेको छ। कुमारी ब्याङ्कले 3 करोड रुपियाँको कोषमा हस्तान्तरण गरेको छ। विभिन्न स्थानीय तह, राजनीतिक दल र अन्य संस्थाहरूले पनि रकम तथा राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छन्। छिमेकी तथा अन्तर्राष्ट्रिय सहयोग पनि बढ्दै गएको छ। भारतले पहिलो चरणमा 10 टन राहत सामग्री पठाएपछि आज थप 37.5 टन मानवीय सहायता, औषधि र राहत सामग्री पठाएको छ। बेलायतले पनि प्रारम्भिक रूपमा 50 लाख पाउन्ड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी पक्षले पनि नेपाललाई आवश्यक सहयोग र बेपत्ता अमेरिकी नागरिक सहित प्रभावितहरूको उद्धारमा साथ दिने प्रतिबद्धता जनाएको छ। राजनीतिक रूपमा पनि आज एउटा महत्त्वपूर्ण परिवर्तन देखियो। सर्वदलीय बैठकपछि दलहरूले यो विपदलाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाउने, उद्धार र राहतमा दलगत पहिचानभन्दा माथि उठेर काम गर्ने तथा सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत एकताबद्ध प्रणालीमा राख्ने सहमति गरेका छन्। दीर्घकालीन पुनर्निर्माण तथा विपद व्यवस्थापनका लागि संसदीय संयन्त्र बनाउने सहमति पनि भएको छ। तर यति धेरै उद्धार र राहत चलिरहँदा पनि खतरा पूर्ण रूपमा टरिरहेको छैन। बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र त्यो ताल अझै बढिरहेको जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। ताल फुट्ने जोखिम समेत रहेको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा उद्धारमा खटिनेहरूलाई सतर्कता रहन आग्रह गरिएको छ। त्यसैले हिजोको बाढीको प्रभावसँगै आज पनि अर्को सम्भावित बाढीको डर कायमै छ। यस घटनाले नेपाललाई अर्को प्रारम्भिक प्रश्न पनि सोधेको छ। प्रारम्भिक अध्ययन अनुसार रसुवागढी आसपासमा बिहान 8:20 2.6 रेक्टर स्केलको र 8:37 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थिए। त्यसपछि चिनिया भूभागतर्फ हिम पहिरो गएको र त्यसको उच्च गति, ठूलो बहाव तथा गेग्रान सहितको आकस्मिक बाढी सिर्जना गरेको प्रारम्भिक विश्लेषण छ। तर भूकम्प र हिम पहिरो बीच प्रत्यक्ष सम्बन्ध रहेको भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन र यही कारण आजको दिन केवल उद्धारको दिन मात्र होइन, भविष्यमा यस्ता विपद रोक्न के गर्ने भन्ने सोच्ने दिन पनि बनेको छ। 8 राजनीतिक दलले सीमा पार रहेका हिमतालको जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र बनाउन माग गरेका छन्। नेपालका जोखिमपूर्ण हिमतालहरूको नक्साङ्कनदेखि सीमापार जोखिमका आकलनसम्मको आवश्यकता औल्याएको छ। तर यी सबै तथ्य र तथ्याङ्कको पछाडि एउटा कुरा कहिल्यै बिर्सन मिल्दैन। यो केवल एउटा समाचार होइन, यो कसैको घर हो, कसैको परिवार हो, कसैको सपना हो, कसैको छोरा हो, कसैको छिमेकी हो, कसैको श्रीमान, कसैको श्रीमती, कसैको बुवा आमा र कसैको त साथी हुन्। आज अस्पतालका भित्तामा आफन्तहरूका तस्बिरहरू टाँसिएका छन्। नदी किनारमा शव खोज्ने सुरक्षाकर्मीहरू छन्। आकाशमा हेलिकप्टरहरू छन्। कतै बगरमा फँसेका मानिस उद्धारको प्रतीक्षामा छन्। कतै आफन्तहरू फोन बज्छ कि भनेर मोबाइल हातमै लिएर बसेका छन् र कतै एउटा परिवारले अझै पनि आफ्नो प्रियजन फर्किने आश छाडेकै छैन। हिजो हामीले बाढी आएको देख्यौँ। आज हामीले त्यस बाढीले कति ठुलो मूल्यमा आएको रहेछ भन्ने देख्न थालेका छौँ। तर कथा अझै सकिएको छैन। खोजी कार्य जारी छ, उद्धार जारी छ, उपचार जारी छ र सयौं परिवारका आशा पनि जारी छन्। त्यसैले आज हाम्रो प्रार्थना केवल मृतकहरूप्रति श्रद्धाञ्जलीका लागि होइन, अझै सम्पर्कविहीन सबै सुरक्षित भेटिउन् भनेर पनि हो। घाइतेहरू निको हुन् भनेर हो। उद्धारमा खटिएका सेना, प्रहरी, स्वास्थ्यकर्मी, पाइलट, स्वयंसेवक र स्थानीय नागरिकहरू सुरक्षित हुन् भनेर हो। किनकि विपदले नेपाललाई धेरै पटक रुवाएको छ, तर हरेक पटक नेपालीले एकअर्कालाई हातमा हात समातेर फेरि उठ्ने प्रयास गरेका छन्। आज पनि त्यही समय हो। रसुवादेखि त्रिशुली र नारायणीका किनारसम्म विपन्न परेका हरेक परिवारप्रति हाम्रो साथ, हाम्रो सम्मान र हाम्रो प्रार्थना।